वेलकम टु माई भ्लग सानो। अब हामी जाँदैछौँ टोकियो डोम सिटी हलमा नेपथ्यको कन्सर्ट हेर्नलाई। यतिको मारेको छ लुक्सहरूले, यतिको लुक्सले त मार्छ। आज नेपथ्यको कन्सर्टमा हामी जाँदैछौँ। अहिले हाम्रो समय चाहिँ 4 बजिसकेको छ, 6 बजीदेखि खुल्छ भनेको छ। हामी अलिक अगाडि घुम्दै जाने भनेर हिँडिरहेको छु मैले चाहिँ। अब आज हामी फाइनली मेरो फर्स्ट सो एटेन्ड हुँदैछ नेपथ्यको चाहिँ। नेपाल हुँदाखेरि चाहिँ अब पर जानु मलाई पोखरा हुँदाखेरि चाहिँ सबसे मैले मिस गरेको कारणवश केही समस्याले गर्दा त्यहाँदेखि मैले हेर्नुलाई चाहिँ चुकेको थिएँ। सो फाइनली आज चाहिँ जापानमा जुरेको छ। फाइनली पहिलो नेपथ्यको कन्सर्ट हेर्ने। हामी एकछिनमा पुग्ने नै छौँ। हेर्दै आउनुहोला। हामी अझै कहाँ के छ, हाम्रो साथीहरू अझै आउनु बाहेक छ। मिलेर सबैजना एक ग्रुप भएर जानु भनेको र कोही कता के भयो, त्यही भएर हामी एकछिन पछि सबैजना चाहिँ सँगै भेट भएर हामी प्रवेश गर्नेछौँ। फाइनली हाम्रो अर्को मान्छे हो नि त। उता हो नि त, हराको त्यो साइड हो नि त। आज तपाईँले मार्नु के नाम नेजी पनि आज ऱ्यापरले
क्रसिङको लागि चाहिँ सब बसिरहेको छ देउरा क्रसिङको लागि अनि चाहिँ हामी फाइनली कतै कन्सर्ट हुने ठाउँमा आइसकेको छु सबजना जाँदैछ यो भिडियोमा हामी पनि केटाकेटाहरू सब रेडी बसिरहेको छ सबजना सरी अब हामी चाहिँ अहिले घुम्दैछौँ के अरे कतिसम्म पायो म त्यो अनलाइन क्यान्डिडेट हामी चाहिँ घुम्दैछौँ अहिले एकछिन हामी मान्छे पर्खिरहेको छौँ फाइनली हामी आइसक्यौँ यहाँ हो नि त स्टेडियम त ब्रान्ड एडोन्सको कहिले हुँदैछ त ब्रान्ड एडोन्सको आउँदैछ त यसमा ब्रान्ड एडोन्सको बेसबलको जिन्दगीमा फर्स्ट गेम खेलेको नि यस्तै अन्तिम पनि खेल्न जाने स्टेडियम एउटा पल छ होइन सबसे भन्दा त के अरे जम्न मजा छ नि त्यही त वेलकम टु फाइनली वेलकम टु हाम्रो ग्रुपमा चाहिँ मोस्ट वेटेड पुरै वेट गरेको मान्छेहरू क्या कति आज कति घन्टा 1 घन्टा त हामी आएको वहीँबाट अनलाइन वाला लाइन चाहिँ यहाँ छ टिकट वाला लाइन चाहिँ यहाँ अनलाइन वाला यस्तो धेरै छ भोलि मात्र आइपुग्छ होला अनलाइन वाला यो अघिदेखि लागेको सब
अनलाइन ल हाम्रो इच्छा अब फाइनली सबजना भेट भइसकेको छौँ भएर हामी अनलाइनको यहाँ अरे टिकट सो एक्साइटेड सबैजना अरे क्या यहाँ पत्तेको पहिलो कन्सर्ट ए ल ह्याट्रिक अरे ह्याट्रिक नेपथ्यको ह्याट्रिक बेस्ट एवार्ड दिनुपर्छ बेस्ट एवार्ड दिनुपर्छ है नेपथ्यले ल फाइनली अब हाम्रो चाहिँ ब्याज लाग्दैछ ह्यान्ड ब्यान्ड लाग्दैछ पास हाम्रो गेट पास हाम्रो हातमा हुँदैछ ओहो अहिले कता छ मान्छे धेर भएर घुमेको छ ल राखी बन्धन बाँधिदियो सबैले राम्ररी त्यस्तो भाले लानु चाहिँ पैसा के भन्दा यो पनि बोनस दिनु हामी फाइनली भित्र छिरिसकेको छु मैले भिआइपी नै हो नि त यहाँ छिरेपछि त प्रत्येकको कन्सर्ट हामी अब ल श्रीमतीज्यूको हात चाहिँ फ्र्याक्चर छ यहाँ तनाव छ श्रीमतीज्यूको हात फ्र्याक्चर छ तनाव छ फेरि कता ठ्याङ्ग ठोक्यो भने सिट सीमित हरिहाल्नुपर्छ यार भिआइपीको निलो रहेछ भाइ सुरु भइसक्यो ल हामी चाहिँ लास्टमा जय नेपाल जय नेपाल भन्नु बुढीलाई त लास्टमा राख्नुपर्छ होला यार केही नगर्ने ठाउँमा अनि हामी खतरा होइन त भाइ भिआइपी उभिनु पर्छ यहाँ उभिनु पर्दैन ल सिट भएन छ त एउटा 15 मिनट बाँकी छ हाम्रो नेपथ्य आउनलाई भरिनु नि त भइहाल्छ मान्छे आउँदैछ सबभन्दा माथि भिआइपी भिआइपी नै रहेछ यहाँ हाम्रो छ त अघि हेर्नु न भाइले अघि भिआइपी भइसक्यो
साथको लागि धेरै धेरै धन्यवाद। सबैले छोडेर गएका उनले मात्र साथी त्यस्तै अर्को मेरो साथी हुनुहुन्छ सुबिन 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 साक्या तपाईँले जुन दिनसम्म सङ्गीत गर्नुहुन्छ त्यो दिनसम्म चाहिँ म साथमा छु। त्यसै अर्को यता हुनुहुन्छ आजको माधवले शान्ति 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 भोजपुरबाट आउनुभएका शान्ति रायमाझी शान्तिले के भन्छ बोलाइन्जेलसम्म आइन्छ के अरे बोलाउनु भन्दा म के जान्नु कहिले पनि नरिसाउने मान्छे शान्ति त्यस्तै आज उहिलेको चाहिँ सेती अञ्चल अहिलेको चाहिँ सुदूरपश्चिम बदामबाट आउनुभएको दिनेश 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 राज रेग्मी धन्यवाद। भाइले पनि के भन्छ दाजु तपाईँले गर्नुहोस् म छु। त्यस्तै आजको गिटारिस्ट हुनुहुन्छ मेरो भाइ निरज 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 मलाई के हुन्छ मेरो भाइ मेरो साथीको भाइ सानोमा समय लिएर हिँडेको हामी दुईटा कहिले यसरी स्टेजमा गीत गाउला समय बजाउला भनेर मैले कहिले पनि सोचेको थिएँ। धन्यवाद। अनि यसले भन्छ दाइ तपाईँले गीत गाउनुहोस् म त छुँदैछु नि पछाडि किनकि जिन्दगीमा साथको ठुलो महत्त्वपूर्ण हुँदो रहेछ साथीको ठुलो अर्थ हुँदो रहेछ। अमृत
मान्छेहरू बसेर नेपालका विभिन्न प्रान्तबाट आएको मान्छेहरू बसेर यो टोकियो डोमको सिटी हलमा बसेर हामी गाइरहेछौँ, रमाइरहेछौँ, बजाइरहेछौँ, झुमिरहेछौँ, खुसी भइरहेछौँ। हाम्रो देश नेपाल पनि यस्तै विभिन्न जात जाति र विभिन्न भाषाभाषीहरूको सङ्गम थलो हो। हामी हिजो पनि मिलेर बसेका थियौँ, आज पनि मिलेर बसेका छौँ र भोलि पनि मिलेर बस्नुपर्छ। बेला बेलामा विभिन्न राजनीतिज्ञहरूले टुटाउने फुटाउने काम गर्छन्, त्यसको लागि खबरदार हौँ। दर्शकवृन्द, भर्खर जेएनजी आन्दोलन भएको छ देशमा। तपाईँहरू यहाँ विदेशमा भए पनि तपाईँहरूले भनेको तपाईँको घरका मान्छेहरूले, तपाईँको साथीहरूले, तपाईँको आफन्तहरूले भनेको मान्छन् होला। अब कुनै पनि उपाय छैन अरूलाई हटाउनको लागि, एउटै उपाय हो चुनाव। त्यो भएर आफूले भनेका मान्छेहरूलाई यहाँबाट फोन गरेर, मेल गरेर, टेक्स्ट पठाएर भन्ने कि आफूलाई मन परेको उम्मेदवारलाई जिताउने, मन नपरेकोलाई हराउने हो। हिजो हामी कोही कहाँबाट कसरी पूर्वबाट आयौँ, कोही पश्चिमबाट आयौँ, कोही उत्तरबाट आयो, कोही दक्षिणबाट आयो, कोही हिमालमा बस्यौँ, कोही पहाडमा बस्यौँ, कोही तराईमा बस्यौँ। सबैभन्दा पहिला हामी कस्तो सुन्दर वाचन, कस्तो माया ठुलो रहेछ। बेला र मौका पर्दाखेरि माया लाउनु रहेछ, कसो गरौँ देखे माया अल्लाह
परेल तिम्रो हाम्रो साली अब छैन बेला गयो अब हाम्रो दिन सदा बेलैमा तपाईँको कलम सधैँ अन्याय र अत्याचारको विरुद्धमा उठ्छ। तपाईँको विचार सधैँ स्वतन्त्रताको लागि उठ्छ। तपाईँको आवाज सधैँ मानवताको लागि उठ्छ। कार्यक्रम पनि सक्यो। नेपथ्यको पनि सक्छु। अब हामी लाग्दैछौँ आफ्नो गन्तव्यतिर। बहुत मजा आयो। क्राउड पनि यतिको साथ अडियन्स नेपाली
जहाँ गए पनि जस्तो भए पनि माया छ फाइनली अब हाम्रो कस्तो रह्यो भाइ रमाइलो कस्तो भयो त नि कस्तो भयो त नि यतिको त हुनुपर्छ भाइब्स ल फाइनली सकिन्छ आजको हाम्रो नेपथ्यको कन्सर्ट पनि मान्छेहरू आउँदैछ जाँदैछ मजा आयो है पैसा असुल गर्नु परेन हाम्रो अडियन्स चाहिँ छ यार माया चाहिँ गर्छ नेपालीहरू यो पनि शिवभन्दा कम छैन यो फर्किँदैछौँ एकैचोटि भिड हुन्छ हामी अलिक हामी टाढो भयो हामी अगाडिपट्टि होइन यिनीहरूको उयो कोरियनभन्दा अलिक कोरियन अगाडि निक्लिने ठाउँ थिएन उनीहरू पनि तपाईँ हो रोड क्रसिङ त यस्तो छ यार आजको भिड कन्सर्टको भिड यो नेपालीको भिड है आजको चाहिँ आजको भिड नेपालीको भिड सक्यो आज खेला खत्तम पैसा हजाम खेला खत्तम पैसा हजाम ल क्लोज यहाँदेखि हामी क्लोज गऱ्यौँ ल बुढी बुढीको हात भाँचेको आफ्टर कन्सर्ट पछिको खाना कार्यक्रम खाएर चाहिँ अब हामी बिदा लिन्छौँ आज ल है आजको भ्लग यही सकाइदिउँ है